हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लगमा आज चाहिँ मेरो हस्बेन्डको ह्याप्पी बर्थडे टु यु बुढा। अनि आज चाहिँ हामी मन्दिर जान लाग्दैछौँ। कहाँ भन्नुहुन्छ भने आज चाहिँ एकादशी परेछ, अनि त्यही भएर हामी चाहिँ नारायण थान जान लाग्दैछौँ। छोरी आएर है, हामी छोरी नि उठिसक्यो सानो बाबाको बर्थडेमा। ऊ पनि आज त चाँडै उठेर यहाँ हेर ल उठिसक्यो। अब म पनि उठेर मम्मी नुहाउन जानुभएको छ। अनि त्यहाँपछि म नि अब नुहाइधुवाइ गरेर रेडी भएर अनि हामी मन्दिर जान्छौँ अनि तपाईँहरूलाई भेट्छौँ। हामी चाहिँ अब रेडी भएर हिँडिसक्यौँ। अनि चाहिँ बसमा जान लाग्दैछौँ उहाँहरू यहाँ। अनि ज्वाइँ साहब चाहिँ आउँदै हुनुहुन्छ उता घरबाट, पुरिरहनु भएको छ चक्रपता। हामी चाहिँ बसाइ आज कहाँ जान्ला रे मम्मी? हामी नारायण थान बुढानी जान्छ। भाउजू किन जान्ला रे आज? नारायण थान बुढानी जान्छ। हामी मन्दिर जान लागेको। आज हाम्रो ज्वाइँको बर्थडे पनि छ। बर्थडे स्पेसलमा हामी चाहिँ मन्दिर दर्शन गर्न आज एकादशी भएर पनि हो नि। हाम्रो ज्वाइँ चाहिँ त्यहाँ कुरिरहनु भएको छ। अनि अब हाम्रो ज्वाइँसँग भेट हुँदैछ। नमस्ते ज्वाइँ साहब, ह्याप्पी बर्थडे टु यु ज्वाइँ साहब। नमस्ते बर्थडे ज्वाइँ साहब, हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। सधैँ हाँसी खुसी यसै देख्न पाऊँ। भेट भयो। कति मिनट कुट्नु पऱ्यो रे? 40 मिनट पुगेको। मैले मन्दिरमा पुगेर पूजा दर्शन गरेँ। आज बर्थडे भइ रिसाउनु हुँदैन नि त। हामी त यहाँ लाइनमा छौँ, लाइनमा बसी छौँ। र म यहाँ चाहिँ भिडियो बनाउन ल हामीलाई भित्र फोटो खिच्न नपाइँदैछ, बाहिरै हो। त्यही अब हामी पूजा गरेर यहीँ परेवालाई चरा चामल दिन लाग्यो। सानबुले यहीँ छोडेकी छैन, उसको बाबा यहीँ, भाउजू यहीँ। हामी चाहिँ यहाँ बुढाबुढी पशुपति जान लाग्दैछौँ। मम्मी छोरी भाउजू चाहिँ जानुभयो घर। हामी दुईजना चाहिँ फेरि पशुपति छौँ, किनभने उहाँको बर्थडे पर्यो। जन्मबार पनि आइतबार 15 गते एकादशी सबै मिल्या भएर म चाहिँ आज मस्त पर्नुभएको थियो होइन। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। पशुपति जाँदैछौँ। यो चाहिँ पशुपति, यो चाहिँ पर्सनमा गरेर चाहिँ ए कसको? पूजा पनि हेर्नु नानी। हामी चाहिँ पशुपति दर्शन गरेर अब लाग्यो यस्तो छ आज। हामी चाहिँ अब पशुपति दर्शन गरेर घरतिर लाग्नु लागेको। अब हामी चाहिँ घर आइपुगेर इस ड्याडले ज्वाइँ साहबलाई बर्थडेको दिन टिका लगाइदिनु लानुभएछ। ल दिदी आइछे ज्वाइँको बर्थडेमा, भिनाजु आउनु भएछ, छोरी आइछे। के भन्छस् त सानो बुवालाई? ह्याप्पी बर्थडे। के भन्छ सानो बुवालाई? ह्याप्पी बर्थडे भन। बर्थडे बुवाई, बर्थडे बुवाई। हामी चाहिँ बर्थडे सरप्राइज गर्नलाई जान लाग्यो। कसको बर्थडे रे नानु? बर्थडेमा आमा मेरो टिका त के हो? उहाँलाई चाहिँ सरप्राइज दिन लाग्यो। हामीले बर्थडे मनाउन लागेको छौँ।
भिनाजुको बर्थडे मेरो भिनाजु होइन इबुको भिनाजुको बर्थडे आज चाहिँ बर्थडे सरप्राइज Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. Happy birthday. Ya tak pakai saya. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. मम्मीलाई खानु त हुन्न म खान्न ए भेज हो नानुलाई ह्याप्पी बर्थडे खोइ त्यो सल्लाहले लेखेको मैले खुवाइदिइसकेँ उहाँलाई उहाँको त हाम्रो बर्थडेलाई छोरीलाई खुवाऊ छोरीहरूलाई कस्तो लाग्यो त भिनाजु बर्थडे कस्तो लाग्यो दिदी त भाइ बबाल म जस्तै बबाल छ होइन कस्तो लाग्यो बहिनी मलाई धोका भइरहेछ मैले के खाइराख्नु भइरहेको म यहाँ भिनाजुले के खुवाइसिन्छ भनेर यहाँ अगाडि गएर बसे गरेँ होइन 2-3 मिनट भिनाजुले मलाई हेर्दा पनि हेर्छ ऊ चाहिँ पछि आयो कि लास्टमा इन्ट्री भयो कि ल ट्याक्क पारेर यहाँ यस्तो छ है खान यत्रो टाइम लाउँछन् केटीहरू ए भिनाजु उहाँलाई चाहिँ कस्तो लाग्दैछ बर्थडे पहिला खाउन माने लाज सबको के अरे सबको बिरा तिर्दिन्छु म आज ल है त्यसले तिर्ने रे भिनाजु ल यहाँ हेर्नु त यहाँ गाइज मेरो छोरीको पारा शिवानी खा मोमो खानु यहाँ पनि पारा ल के गर यो बाउ छोरी ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे चाहिँ बर्थडे सक्यो बाई बाई सबैजनालाई वान्स अगेन ह्याप्पी बर्थडे बेबी मेरो बेबीलाई बर्थडेको जन्मदिनको लाख लाख शुभकामना भन्दै बाई बाई गुड नाइट बाई